नमस्कार, ओपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। धनुषा जिल्लामा असुरक्षा बढ्दै गएको धनुषा प्रहरीको भने एकै वर्षमा 19 को हत्या। प्रदेश 2 सरकारको मन्त्री परिषद पूर्णता, राजपातर्फका 3 राज्य मन्त्रीद्वारा शपथ ग्रहण। सरकार र डाक्टर गोविन्द केसी बीचको वार्ता असफल, केसीको अवस्था नाजुक बन्दै। सरकार निरङ्कुशता विरुद्ध जिहाद छिर्ने नेपाली काङ्ग्रेसका महामन्त्री कोइरालाको चेतावनी। र मुसहर समुदायबाट उत्कृष्ट भएका विद्यार्थीहरूले जनकपुरमा सम्मान। अब समाचार विस्तारमा। धनुषा जिल्लामा असुरक्षा बढ्दै गएको धनुषा प्रहरीको तथ्याङ्कले देखाएको छ। विगतको आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ताको सङ्ख्या हत्तै बढेको देखिएको छ। आर्थिक वर्ष 2073-74मा जिप्राकामा कुल 853 वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष 2074-75मा कर्तव्य ज्यान र ज्यान मार्ने मुद्दा गरी कुल 953 वटा विभिन्न प्रकृतिका मुद्दाहरू दर्ता भएको प्रवक्ता प्रहरी नायक उपनिरीक्षक दिपेन्द्र शाहीले बताएका छन्। जनकपुर धाम प्रदेशको राजधानी भएसँगै जनघनत्व बढेको र गत 3 तहको निर्वाचनमा पक्ष विपक्षको विवादको निहुमा समेत अपराध घटनाहरूमा वृद्धि भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयको अनुमान छ। एक वर्षमा 19 जनाको हत्या भएको छ। प्रवक्ता शाहीका अनुसार गत आर्थिक वर्षमा कर्तव्य ज्यान सम्बन्धी 19, ज्यान मार्ने उद्योग 35, जबरजस्ती करनीमा 17 वटा मुद्दाहरू दर्ता भएको हो। त्यसै गरी जबरजस्ती करनीकै उद्योगमा 12 वटा मुद्दा दर्ता गरिएको छ भने लागु औसत 70 जनालाई कारबाही गरिएको छ। आर्थिक वर्षमा सबैभन्दा बढी 387 वटा सार्वजनिक अपराधका मुद्दाहरू दर्ता भएका छन्। प्रवक्ता शाहीका अनुसार आत्महत्याको घटना गत आर्थिक वर्ष हत्तै बढेको छ। झुन्डी आत्महत्याको सङ्ख्या 73 वटा रहेकोमा 20 सेवन गरी आत्महत्या गर्नेको सङ्ख्या 22 रहेको छ। जिल्ला प्रहरी कार्यालयमा 2074-75 को अभिलेखलाई हेर्ने हो भने 2074-75 को आर्थिक वर्ष पुरै आर्थिक वर्षको अभिलेखलाई हेर्ने हो भने म तपाईँलाई बताउँछु। पहिला मुद्दा शाखाबाट जान्छु। टोटलमा हाम्रो अहिले 953 आर्थिक वर्षमा 953 वटा मुद्दा दर्ता भएको देखिन्छ। यो गत सालको भन्दा केही बढी हो। गत साल हाम्रो 837 वटा मात्र भएको थियो। यसको के कारण छ भन्ने कुरामा पनि म जाउँला। पहिला डाटा मात्रै बताउँछु। म पहिला कर्तव्य ज्यानमा हाम्रो 19 वटा भएको छ, मुद्दा दर्ता भएको छ। त्यस्तै प्रवक्ता शाहीले गत आर्थिक वर्षमा कुल 15 जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको छ। लागु औसतमा पक्राउ परेका मध्ये थप 78 जनालाई सम्झाएर छोडिएको समेत उनले बताए। चुनावमा भएको विवादको निहुँ र प्रतिशोधको रूपमा समेत अपराध हुने भएको देखिएकाले सुरक्षा चुनौती बढेको समेत उनले बताए। यद्यपि धनुषा प्रहरी सुरक्षा सतर्कता अपनाएको र संवेदनशील रहेको समेत उनको भनाइ छ। प्रदेश नम्बर 2 को मन्त्री परिषद तेस्रो पटक विस्तार भएको छ। बुधबार मुख्यमन्त्री मोहम्मद लाल बाबू राउतले राजपाको तर्फबाट 3 जना राज्य मन्त्रीहरू अभिराम शर्मा, डिम्पल झा र सुरेश कुमार मण्डललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। शर्माले सामाजिक विकास, झालाई भौतिक पूर्वाधार विकास र मण्डललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय राज्य मन्त्रीको जिम्मेवारी दिएको छ। नेपालको कानुन सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति झाले हिन्दीमा शपथ खाएकी छन् भने शर्मा र मण्डलले मैथिली भाषामा शपथ ग्रहण गरेका छन्। नवनियुक्त राज्य मन्त्री झाले भौतिक पूर्वाधारमा सडक र निर्माण कार्यको गुणस्तरीयतालाई प्राथमिकता राखिने बताए।
देखो अखन केना छै जे प्राथमिकता में जे बात कली अपने रखे के प्राथमिकता में मधेश तो बहुत पिछड़ल छै ये ओहि में अब भौतिक पूर्वाधार के अंतर में जे सड़क निर्माण सिंचाई पुल ई सब छै ई सब हमरा सबके हम पूरा मधेश के जे 8 जिला छै ओकरा 8 जिला के हम बराबर मानते हुए ओकरा हम प्राथमिकता में रखबै और सब चीज के निर्माण होबे के चाहिए। राज्य मन्त्रीमण्डलले युवा जनशक्ति सदुपयोग गरी उद्योगलाई प्रदेशको मेरुदण्ड बनाइने बताए। जनसंख्या मधेश के पास जो क्षमता है वही के विशेषता के आधार में उद्योग मंत्रालय है मधेश पे पास क्षमता जनसंख्या है और हमारा वही जनसंख्या के यूटिलाइज करके औद्योगिकरण में परिवर्तन करके हम सब रोजगारी और प्रोडक्शन साथ में कर सकते। राज्य मन्त्री शर्मा मधेस आन्दोलनका क्रममा महोत्तरीमा एक प्रहरी जवानको हत्याको आरोपमा प्रहरीले सूचीमा फरार अभियुक्त हुन्। प्रहरीको सूचीमा फरार अभियुक्त भएर पनि राज्य मन्त्री बनाएका सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले आफू उप नियोजित रूपमा आरोप लगाइएको बताउँदै राजनीतिक मुद्दा भएकाले सोही अनुसार समाधान हुने बताए। यो राजनीतिक मुद्दा हो, राजनीतिक रूपमा पूर्वाग्रहले मुद्दा लगाएको छ। गत फागुन 3 गते 4 जना मन्त्री सहित गठन भएको मन्त्री परिषद फागुन 16 गते दोस्रो पटक विस्तार भई 3 जना मन्त्री र 3 जना राज्य मन्त्री थप्दै दोस्रो पटक विस्तार गरिएको थियो। राज्यपालले भने 3 जना राज्य मन्त्रीको नाम बुझाउन सकेको थिएन। सरकार र डाक्टर गोविन्द केसीको वार्ता असफल भएको छ। राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई हुबहु विधेयकको रूपमा ल्याउनु पर्ने अडानमा डाक्टर केसी पक्ष उभिएपछि बुधबार दिनभरको सरकारसँगको वार्ता पनि असफल भएको हो। सरकारले डाक्टर केसीको माग सम्बोधन गर्ने मूल विषयमा प्रवेश नै गर्न नचाहेपछि वार्ता असफल हुन पुगेको डाक्टर केसीका वार्ता टोलीका संयोजक डाक्टर अभिषेक राज सिंहले आरोप लगाउनुभयो। वार्तामा सरकारी वार्ता टोलीले भने सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रतिबद्धता जनाएको थियो। सरकारको सो धारणा डाक्टर केसीका वार्ता टोलीले छलक पटकको संज्ञा दिँदै यथास्थितिमा अब वार्तामा बस्न सक्ने अवस्था नरहेको प्रतिक्रिया पनि दिएको छ। छलफलमा केही संसदको विषय प्रक्रियामा केसीले सघाउने र विषय छलफलमा केही मुद्दाहरू यता सरकारी वार्ता टोली संयोजक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बडालले संसदीय प्रक्रियाबाट डाक्टर केसीको माग सम्बोधन गर्ने सरकारको अडान राखिएको बताउनुभयो। उहाँले 2 दिनभित्र पुनः वार्तामा बसी समस्याको समाधान खोज्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। डाक्टर केसीले आफ्नो माग सम्बोधन गर्न माग गर्दै आमरण अनसन बसेको बुधबार 26औं दिन पुगेको छ। सोही सम्बन्धमा सरकार र डाक्टर केसी पक्षका बीचको वार्ता मंगलबारबाट सुरु भए पनि बिना निष्कर्ष टुङ्गिएको छ। चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै 15औं पटक अनसन बसेको डाक्टर गोविन्द केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ। उनको उपचारमा संलग्न चिकित्सकहरूले केसीको सेतो रक्तको कोष WBC कम हुँदै गएको बताउँदै कुनै पनि बेला अचेत हुन सक्ने बताएका हुन्। उहाँले रगतमा सुगरको मात्रा पनि धेरै कम भएको देखिएको छ। डाक्टर केसीको स्वास्थ्य अवस्थाले नियालिरहेका चिकित्सकहरूले एक विज्ञप्ति जारी गर्दै यसले गर्दा कुनै पनि बेला उहाँको मुटुको धड्कनमा समस्या आउन सक्ने बताउनु भयो। उहाँको मुटुको चाल पनि अस्थिर रहेको छ। डाक्टर केसीको मागको विषयमा सरकारसँग वार्ता भइरहेको पनि सहमति हुन सकेको छैन। डाक्टर केसी अनसन बसेको आज 26औं दिन पुगेको छ। अब समाचारमा विश्रामपछि सरकारको निरङ्कुशता विरुद्ध जेहाद छेड्ने नेपाली कांग्रेसका महामन्त्री कोइरालाको चेतावनी। तत्कालीन विभिन्न ऐतिहासिक दस्तावेजको खोजबिन गर्न राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानद्वारा सुरु र मुसहर समुदायबाट उत्कृष्ट भएका विद्यार्थीलाई जनकपुरमा सम्मान। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार।
नेपाल वायुसेना निगमले दोस्रो वाइड बडी विमान पनि भित्राएको छ। A330 र 200 सिरिजको विमान बिहिबार बिहान करिब 9:15 बजेतिर भुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। मकालु नाम दिएको सो नयाँ विमान सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायु सेवा निगमका कर्मचारीहरूले स्वागत गर्नुभएको थियो। विमानलाई स्वागत गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले नयाँ विमान सहितका 2वटा वाइड बडी विमानले तत्काल जापान, दक्षिण कोरिया र साउदी अरेबियाको उडान गर्ने योजना सार्वजनिक गर्नुभयो। उहाँले सरकारले 5 वर्षभित्र 10वटा वाइड बडी विमान भित्राएर युरोपियन मुलुकहरूमा पनि उडान भर्ने लक्ष्य लिएको पनि स्मरण गराउनुभयो। पर्यटकहरूको आगमनलाई सहज बनाउन सरकारले विमान खरिदको कामलाई अघि उच्च प्राथमिकताका साथ अघि बढाएको हो। एउटा आइसक्यो र अब अर्को पनि आज आयो। यहाँ सबैले हामीलाई यत्रो स्वागत गर्नुभयो, सबै आउनुभयो। सबै साथीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्छु म। र यो जहाज चाहिँ हामीले खास गरी अब सुरुमा त हाम्रो अहिलेका जहाँका रुट हुन् तिनीमा चलाइन्छ। पछि अहिले तत्कालमा हामीले चाहिँ जापान, साउथ कोरिया र चाहिँ साउदी अरेबिया तीन ठाउँमा चाहिँ 2टा वाइड बडी चाहिँ लाने हाम्रो कार्यक्रम छ। यसपछि हामीले अहिले जहाज थप्ने हाम्रो कार्यक्रम छ। आगामी 5 वर्षभित्र हामी 10वटा जहाज पुर्याउने हो। त्यो पुर्याएपछि युरोप लगायतका देशहरूमा चाहिँ हामीले हाम्रा जहाजहरू लाने चाहिँ हाम्रो कार्यक्रम छ। आज भित्राएको वाइड बडी नयाँ विमान निगमले युरोपीय कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको AAR कम्पनीसँग खरिद गरिएको हो। विमानको खरिद मूल्य 21 अर्ब 90 करोड रुपैयाँ रहेको पनि निगमका प्रबन्धक निर्देशक सुगरत्न कसाङकारले जानकारी दिनुभयो। यसअघि गत असार 14 गते पनि निगमले पहिलो वाइड बडी विमान भित्राएको थियो। दुवै वाइड बडी विमानको सिट क्षमता 274 रहेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाको सरकारको निरङ्कुशता विरुद्ध जेहाद छेड्ने चेतावनी दिनुभएको छ। महामन्त्री कोइरालाले सरकारको निरङ्कुशता विरुद्ध जुझ्न पार्टीका सबै नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न पनि आह्वान गर्नुभयो। बीपी स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले पञ्चायतकालीनमा शैलीमा तरुल दलका नेता कार्यकर्तामाथि केही दिन अघि आक्रमण गरेको स्मरण गराउँदै आक्रोश पनि व्यक्त गर्नुभयो। महामन्त्री कोइरालाले सरकारको ज्यादती विरुद्ध नडराई लेख्न पनि पार्टी निकटका पत्रकारहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि सरकारले 2/3 तहबका साथ अधिन्यायवादी चरित्र देखाइरहेको आरोप लगाउँदै त्यस विरुद्ध लड्न पार्टीका सबै जनवर्गीय संगठनहरूलाई आग्रह गर्नुभयो। उहाँले सरकार संविधानको आधारभूत मूल्य मान्यता विपरीतका गतिविधिमा संलग्न रहेको आरोप पनि लगाउनुभयो। उपसभापति निधिले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका आफ्ना पार्टीका युवा संगठन तरुण दलका नेताहरूलाई घाइते बनाउने काम गरिएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गर्नुभयो। नेकपाका नेता योगेश भट्टराईले डाक्टर गोविन्द केसीको अनसन बहुमत प्राप्त कम्युनिस्ट सरकार विरुद्ध ग्रान्ड डिजाइन भएको गम्भीर आरोप लगाउनु भएको छ। सरकार विरुद्धको राजनीतिक ग्रान्ड डिजाइन भएको केसीको अनसनलाई कांग्रेसले प्रतिरक्षा गरिरहेको नेता भट्टराईको तर्क छ। उहाँले डाक्टर केसीको माग बहुमत प्राप्त सरकार विरुद्ध भएको आफूसँग सयौं प्रमाण रहेको दावी समेत गर्नुभयो। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले 5 वर्ष सरकारको विकल्प खोज्ने चेष्टा नगर्न पनि कांग्रेसलाई चेतावनी दिनुभयो। नेता भट्टराईले अर्को निर्वाचन नभएसम्म सरकार निर्विकल्प भएकाले त्यसको विकल्प खोज्ने हतारो गर्नु बेकार हुने पनि स्पष्ट पार्नुभयो। डाक्टर गोविन्द केसीको अनसन कुनै एउटा केहीसँग पनि नजोडिएको अलगै विषय चाहिँ होइन। हामी स्वयं तथ्य प्रमाण सहित यो कुरा भन्न सक्छौँ कि यो आज बहुमत प्राप्त कम्युनिस्ट सरकार विरुद्धको एउटा ग्रान्ड डिजाइन। जब यो राजनीतिक ग्रान्ड डिजाइन हो भने जसका विरुद्ध डिजाइन हुँदैछ भन्ने थाहा छ, त्यो पार्टीले त्यो डिजाइनबाट उम्किन अथवा त्यो डिजाइनको प्रतिकार गर्न, त्यसलाई चाहिँ प्रत्यक्ष गर्न खोज्दैन त कि हामी यही ग्रान्ड डिजाइनको भुमरीमा फस्छौँ त हो। हामी त्यो ग्रान्ड डिजाइनबाट फस्न चाहँदैनौँ, त्यो जनतालाई बुझाउन चाहन्छौँ। किनकि
यदि गोविन्द केसीजीको बिल्कुलै विशुद्ध मेडिकल एजुकेसनको अथवा शैक्षिक क्षेत्रको माग थियो भने माइतीगढ मण्डलामा प्रधानमन्त्रीका विरुद्ध एकदमै भल्गर शैलीमा नारा लाग्नु आवश्यक थियो। कम्युनिस्टको सरकारको थियो र कम्युनिस्टको बहुमतको सरकार थियो। नेता भट्टले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो। अब फेरि समाचारमा विश्रामपछि तत्कालीन विभिन्न ऐतिहासिक दस्तावेजहरूको खोजबिन गर्न राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानद्वारा सुरु र मुसहर समुदायबाट उत्कृष्ट भएका विद्यार्थीले जनकपुरमा सम्मान। विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले तत्कालीन विभिन्न ऐतिहासिक दस्तावेजहरूको खोजबिन सुरु गर्ने भएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 243औं जन्म जयन्तीको अवसर पारेर बुधबार एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले भीमसेन थापाकालीन विभिन्न ऐतिहासिक दस्तावेजहरूको खोजबिन सुरु गर्ने योजना सार्वजनिक गरेको हो। भीमसेन थापा जस्ता देशभक्त निडर शासनको पालनाका ऐतिहासिक दस्तावेज खोजबिनका लागि आवश्यक विचार विमर्शको कार्यक्रमलाई पनि निरन्तरता दिने प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर पार्थिव विश्व प्रसाद तिमल सिन्हाले जानकारी दिनुभयो। उहाँले भीमसेन थापाको निडर र वीरतापूर्ण सङ्घर्षताका कारण तत्कालीन अङ्ग्रेजसँगको युद्धमा नेपालले विजय हासिल गर्न सफल भएको पनि स्मरण गराउनुभयो। तत्कालीन इस्ट इन्डिया कम्पनीको कूटनीति नेपालप्रतिको धारणा बारेमा पनि धेरै ज्ञाता थिए। दक्षिण एसियाली प्रदेशमा साम्राज्यवादी शक्तिको रूपमा स्थापित अङ्ग्रेजको शासनसँग जुझ्नु भनेको ठुलो चुनौती थियो। भीमसेन थापामा भएको निडरपन र राष्ट्रको उन्नतिको लागि गर्नुपर्ने कार्यमा सधैँ अग्रगामी भई कार्य गर्ने शैली भीमसेन थापामा रहेको देखिन्छ। कुनै पनि राष्ट्रको शक्तिको निम्ति सैनिक बल बलियो हुनुपर्छ र अङ्ग्रेज जस्ता बलियाले जाइ लागेमा मजबुत र अनुशासित फौजबाट मात्र देशलाई बचाउन सक्छ। प्रतिष्ठानले राष्ट्रिय विभूति भीमसेन थापाको योगदानको कदर गर्दै पुरस्कार समेत प्रदान गर्दै आएको छ। मुसहर समुदायबाट एसई कक्षा 12 स्नातक र स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान गरिएको छ। तराई मधेसमा उल्लेख्य बसोबास रहेका अति पिछाडिएका मुसहर समुदायबाट एसएससीदेखि स्नातकोत्तरसम्मको परीक्षा उत्तीर्ण गरेको छात्रहरूलाई जनकपुर धाममा एक विशेष समारोहका बीच नेपालका चर्चित अभिनेता निखिल उप्रेतीको हातबाट सम्मान गराएको छ। एसई परीक्षा पास गर्ने सरोज सदा उमेश जी एक बार अपने कॉल जाके मुसहर समुदायको हक हित र उत्थानका क्रियाशील संस्थाहरू भूर शक्तिहीनके शक्तिकरण र नेपाल राष्ट्रिय मुसहर सङ्घको संयुक्त आयोजनामा भएको सम्मान कार्यक्रममा आफ्नो धारणा राख्दै अभिनेता उप्रेतीले मुसहर भएकालाई हिम्मत नहार्न समेत छात्रछात्राहरूलाई आग्रह गरेका थिए। यो पनि याद राख्नु, पढेर लेखेर ठुलो बन्दा बन्दै पनि हामी इन्टरटेनमेन्टको तर्फबाट चाहिँ पपुलर हुन सक्छौँ र राम्रो कमाइ पनि हुन सकिन्छ। जस्तै हामी नै, मेरो कमाइ अरू केही चिजमा पनि छैन, कलाकारिता नै हो। त्यसैले मनोरञ्जनको जो एनर्जी छ भित्र, कसैमा म यो आर्टमा, यो कलामा, म यो चिजमा गर्न सक्छु भने त्यो चिजलाई पनि खुम्च्याएर नराखौँ। हामी चाँडै नै कोसिस गर्दैछौँ 2 नम्बर क्षेत्रको सरकारसँग कुरा गरेर यहाँ पनि यहाँको लोकल फिल्म इन्डस्ट्रीको लागि हाम्रो कोसिस छँदै नै छ। त्यो हामी कोसिस गर्छौँ र लोकल कलाकारहरूलाई हामी प्रायोरिटी दिन्छौँ, लोकल भाषालाई प्रायोरिटी दिन्छौँ र यहाँको चलचित्र। मुसहर समुदायका छात्रछात्राहरूले अभिनेता उप्रेतीसँग विभिन्न जिज्ञासा समेत राखेका थिए। भाइ बहिनीहरूले चिनेको पनि हुन्छन् मलाई, तर म मेरो आफ्नै वास्तविकता भन्छु। म पनि त्यही सर्लाही गाउँको नै हो। म पनि त्यो स्कुलको टाइममा र स्कुलको छुट्टी हुन्थ्यो, बर्सातको टाइममा छुट्टी हुन्थ्यो, त्यतिखेर गर्मीको टाइममा छुट्टी हुन्थ्यो। छुट्टीको टाइममा त्यतिखेर मेरो ख्यालले 1 महिना छुट्टी हुन्थ्यो हामीहरूको टाइममा। अहिले कति छुट्टी हुन्छ मलाई थाहा छैन।
त्यो 1 महिना छुट्टी हुँदा एकदम खुसी लाग्छ तर यता दुःख पनि लाग्छ किनभने भैँसी चराउन जानुपर्छ तर त्यसको आफ्नै किसिमको रमाइलो थियो हैन दिउँसोको खाना खाएर जब भैँसी चराउन गइन्थ्यो भैँसी चरुवा अब हामी सबैको एउटा झुन्ड हुन्थ्यो त्यहाँ हैन त्यही हामी खेल्ने गर्थ्यौँ त्यही भलिबल खेल्ने गर्थ्यौँ हैन म आफ्नो जिल्लामा आयोजकहरूले अभिनेता युवा विद्यार्थीमाझ लोकप्रिय नायक रहेकाले मुसहर भएकै कारण विभिन्न पीडाका बावजुद उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूको मनोबल बढाउन उनकै हातबाट सम्मान गर्न लगाएका थियो। नायकको प्रति कार्यक्रममा उपस्थित भएपछि छात्र छात्राहरू हँसिएका थिए। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। धनुषा जिल्लामा असुरक्षा बढ्दै गएको धनुषा प्रहरीको भने एकै वर्षमा 19 को हत्या। प्रदेश 2 सरकारको मन्त्री परिषद पूर्णता राजापातर्फका 3 राज्य मन्त्रीद्वारा शपथ ग्रहण। सरकार र डाक्टर गोविन्द केसी बीचको वार्ता असफल, केसीको अवस्था नाजुक बन्दै। सरकारको निरङ्कुशता विरुद्ध जेहाद छेड्ने नेपाली काङ्ग्रेसका महामन्त्री कोइरालाको चेतावनी। र मुसहर समुदायबाट उत्कृष्ट भएका विद्यार्थीहरूलाई जनकपुरमा सम्मान। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।